कालिका नगर कालिका चोक भन्दा थोरै तल जोइकुटी भन्दा थोरै माथितिरपट्टि 3 BHK को फ्ल्याट सेकेन्ड फ्लोरमा लिएर आइसकेका छौँ। एकदमै राम्रो रहेको छ। छुट्टा छुट्टै टोयलेट बाथरुम देख्न सक्नुहुन्छ। एकदमै राम्रो रहेको छ, चिटिक्कको रहेको छ। भने यतापट्टि चाहिँ एउटा किचन रहेको छ। किचनमा यहाँ डाइनिङ गरेर बसौँ भने पनि मिल्ने खालको यहाँ चाहिँ बेसिन मिरर रहेको छ। भने यहाँ चाहिँ किचन रहेको चट्टा किचन यतापट्टि स्याक्का र्याकहरू भएको एकदमै राम्रो रहेको छ। यहाँ डाइनिङ गरेर बसौँ भने पनि मिल्ने खालको रहेको छ। यहाँ चाहिँ हल रहेको छ, एकदमै ठुलो रहेको छ हल। हजुरले यहाँ टिभी र्याकहरू राखेर बसौँ भने पनि मिल्ने खालको रहेको छ। छ्याक्क उज्यालो ठुलो रहेको छ। अनि यतापट्टि चाहिँ एउटा बेडरुम रहेको छ। बेडरुम पनि एकदमै ठुलो रहेको छ, देख्न सक्नुहुन्छ। लगभग 15 x 15 को रहेको छ। बेडरुम पनि एकदमै ठुलो रहेको छ, छ्याक्क उज्यालो रहेको छ। भने यतापट्टि चाहिँ अर्को बेडरुम पाउन सक्नुहुन्छ। एकदमै राम्रो रहेको छ। यो चाहिँ एट्याच टोयलेट बाथरुम सहितको बेडरुम रहेको छ, देख्न सक्नुहुन्छ। दुईवटा झ्याल सहितको रहेको छ। भने यहाँ चाहिँ कमोडवाला एउटा टोयलेट बाथरुम पाउन सक्नुहुन्छ। यहाँ भित्रै बेसिन पनि पाउन सक्नुहुन्छ। अनि ठ्याक्क सावर सहितको एकदमै राम्रो रहेको छ। भने यतापट्टि चाहिँ एउटा अर्को बेडरुम पाउन सक्नुहुन्छ। यो बेडरुम पनि एकदमै ठुलो रहेको छ, देख्न सक्नुहुन्छ। राम्रो चिरिक्क उज्यालो रहेको छ। फोहोर भन्ने कति पनि रहेको छैन। दुईवटा झ्याल सहितको च्याट्ट उज्यालो रहेको छ। यहाँ चाहिँ बाल्कनी रहेको छ, देख्न सक्नुहुन्छ। ठ्याक्क एकदमै राम्रो रहेको छ। यदि लिन चाहनुहुन्छ भने हामीलाई दिएको नम्बरमा तुरुन्तै सम्पर्क गर्नु होला। फलो गर्नुभएको छैन भने चाहिँ फलो गरी जोडिनु होला। हजुर पनि घर फ्ल्याटहरू भाडामा लगाउनु पर्नेछ, घर जग्गाहरू किनबेच गर्नुपर्नेछ अनि चाहिँ हामीलाई सम्झिनु होला है त। हस् त, थ्याङ्क यू।